यो चाहिँ हाम्रो मासु, यो सागको नाम मात्रै, चिप्स, आलु, दाल, राइस, अनि मेन स्पेसल पर्सन दुईजना देख्छ फ्रेममा। थ्याङ्क यू सर्भ गरिदिनु भएको। दाल चाहिँ मैले भातमा दिइहाल्थेँ। यो खाली भएको प्लेट निकालिदिन्छु तर म त यो प्लेट नै राखेको छु। स्टार्ट। हेलो गाइज, नमस्ते। वेलकम ब्याक टु माई न्यू भिडियो। र आज चाहिँ हामीले लिएर आएको छौँ स्पेसल खाना। के छ भनेर हामीले भनिसक्यौँ र ढिलो नभइकन स्टार्ट गर्छौँ। ल डल्ले, यहाँ चाहिँ हाम्रो डल्ले बोतलमा छ है। मेरो चाहिँ हातमा कान्छे औलामा भएर ग्लोभ्स लगाएर खाना लाग्यो। खुर्सानीले फेरि पोल्छ नि त, होइन भयो दुईवटा सक्दैन होला। हामी चाहिँ अब खाएको है, हेरिदिनु होला। खाएर दाल त मिठै भएन होला। ल स्टार्ट। ठिकै भएछ सँगै खाऊँ न त। ए मिठो छ त। मिठो भएछ, एक्सपेक्ट गरेको थिइनँ। यस्तो मिठो बनाइरहेको छ, मिठो छैन अरे कि नाटक गर्छ भनेर। वाउ यम्मी। कति मिठो आयो डल्ले नि, कति पछि खाइरहनु। नेपाली खाना मुखबाङ, नेपाली खाना मुखबाङ। हाम्रो अचार भएन अनि घिउ भएन है। यम्मी यार, सबै मन पर्यो। थ्याङ्क यू। यो खाने भनेर उसले मैले बिहानदेखि केही खाएको छैन क्या फेरि। बिस्कुट चाहिँ खाएको मैले। मलाई ओरेन्ज बिस्कुट ओरेन्ज। आँखा लाग्यो यार यही लाग्यो, धन्न काम लागेन। पर्छ उठ पोल्यो। लिएर आउँछ यहाँ छ नि यहाँ पनि। यस्तो प्याचक्क गरेको ओठ पोल्यो। पिरो खानुपर्छ नि।
कस्तो पिरो खाने नि तर मिठो 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 खाने डल्लेको स्वादै अर्कै हुन्छ ओट्स पोले यो पचक्क गर्यो लास्ट धेरै खाना हाल्दैछु मलाई पनि सबै हाल्छ नि दाल चाहिँ त्यो छोले भटुरेको जस्तै भयो नि दुईटा डल्ले खाएँ मैले गाइस खायो हुन्छ है ल दाल हालिदिउँ दाल दिउँ भन्नु आँटेको दाल चाहिँ निस्किन्छ हौ मसँग एउटा यो यति यति पो थियो त मैले आधी खाइदिएको छ गाडीमै फल्यो हो थाहा छैन त्यो त किनेको नि गफ लगाएर खाएको मलाई अप्ठ्यारो भइरहेको फर्स्ट टाइम यसरी खाएको होइन मान्छेलाई नि अप्ठ्यारो भइरहेको नि तर हात काटेर त्यस्तो गरेको उसले कसरी काटेको पनि थाहा छैन कि थर्ड डल्ले सबभन्दा धेरै के मिठो लाग्यो तिमीलाई मलाई दाल मिठो लाग्यो सक्छु साँच्चै मासु त मासु भइहाल्यो मासु पछि कस्तो राम्रो भयो होइन म चाहिँ मोबाइल हेर्दै के भन्छ हाम्रो सेफ आजको म चाहिँ केही नगरी बस्छु होइन सबै त्यत्रो काट्यो अगाडि गाइज मजा आयो खाना हाल्दिउँ सागबारीसँग आलु खाऊ यहाँ भयो थोरै टन्नै खाने भने होइन भनेर बेसी भएको
तिमीले छोला भटुरे इन्डियामा खाएको हो इन्डियामा पनि खाँदै नेपालमा पनि म त नेपालमा त त्यस्तो खाँदैन नि त्यो छोले भटुरे भनेर पुरी सब्जी त हुने नि पुरी र तर यस्तो चाहिँ हुन्छ सब्जी हाम्रो चाहिँ आलु र मटरको सब्जी हुन्छ नेपालमा स्पेसली पूर्व साइड चाहिँ नेपालको चाहिँ फेरि मलाई सुक्खा रोटी र यस्तो मनपर्छ नाइस नाइस भनेको क्या त्यो सफ्टवाला के है मलाई सुक्खा रोटी मन नै नपर्ने अझ चाहिँ ठिक ठिकै हाल्छ बनाउनु जाने भने मिठो हुन्छ क्या त्यो अलिक सफ्टवाला सुक्खा रोटी के तर त्यस्तोमा सायद बेकिङ पाउडर हालेर हुन्छ होला कि त्यसलाई घरमा बनाएको त्यस्तो हुँदैन नि मासु है धेरै तेल भइसक्यो जस्तो छ भयो मलाई भयो ग्रेभी चाहिँ दामी लाग्छ मलाई त्यही हो डल्लेको अचार कस्तो मिठो भएको हुने अरू भन्दा स्मेल चाहिँ मिठो आइरहेछ तिमी पनि लग न घरको अरे मैले त खाना रुचेन भने यही साथी हो नि त फेरि मस्त रुच्छ नि चारवटा डल्ले खायो भने हेर न खाऊ खाना अचार मिठो होइन किन धेरै भयो तिमीलाई यत्रो भएको छ होइन खाऊ न सबै खासमा भन्नुपर्दा म यो अगाडिसकेको नेक्क भयो धेरै अगाडि तर मिठो भयो कि वाउ तिम्रो साथी भन्छु नि नेपालमा चाहिँ हाम्रो यसरी खाँदै मोटाउँछ कि है त्यही भएर तिम्रो साथी अब नेक्क भयो क्या मासु आलु हाल त तिमी आधी हाल मलाई आधी देऊ सरी ओके हाम्रो चाहिँ दालसँग बजाउनु पर्छ बजाउनु पर्यो भन्छ हामी पूर्वको स्टाइली बोल्छ नि त दिन के यस्तो खायो भने त है कति केजी पुग्छ होला नि तर डेली खायो भने मिठो पनि त हुँदैन नि हो नि त मासु त कहिल्यै खायो भने मात्रै चिज लाग्छ हौ मलाई त तिम्रो मासु यस्तै सफ्ट खालको भनेर मात्रै यस्तो बनाउनु मलाई साह्रो खालको पनि बनाउनु हुन्छ त्यस्तो चाहिँ अब रोस्ट टाइपको मनपर्ने होला मन पराउँछ जस खानासँग खानुलाई चाहिँ यस्तै सफ्ट मुखबाङ गर्ने मान्छेहरू पनि खतरा नि हो क्या भन त कसले खानु सक्छ त्यत्रो धेरै धेरै आमा यति खाँदै कस्तो हुन्छ हामीलाई बिचराहरू उनीहरूले पनि दिनभरि खाएको हुँदैन होला क्या हामी जस्तो तर दिनभरि नखाइ नि झन् खानै सक्दैन खाइरहनुपर्छ नि अलिअलि हुन त दिनभरि खायो ए दिनभरि ए खाएन अनि यति धेरै खान्छु जस्तो लाग्छ तर त्यति बेला झन् खान सक्दैन त
मेरो भिडियो बनाउँदा प्राइस त्यस्तै हुन्थ्यो मेरो नानाहरूलाई चाहिँ म कति खान्छु भने थाहा हुन्थ्यो नि त अनि अब केही खाउँदैन सबै खाइदिनु जस्तो हुन्छ नि त अनि म चाहिँ होइन हालिदिनु म खान्छु नानाहरू चाहिँ खाइसक्दैन जसरी खान्छु होइन लास्टमा छोड्ने बानी क्या मेरो प्रायः जस्तो मेरो पुरानो भिडियोहरू पनि तिमी छक्क पर्छ सरी र गाई भन्दै छोड्यो अनि गाली गर्नुहुन्थ्यो मलाई के सरी गाई भन्दै छोडेको भन्दै पर्खिनु पर्ने हुन्छ अब साथीलाई मस्तो गरेर पर्खिन्छु बिस्तारै खाऊ आनन्द छिटो भयो ल हामीहरू चाहिँ के भन्छ अब सक्यो हाम्रो खानेकुरा मैले नि भिडियो नबनाएको धेरै हो नि त ग्याप भयो अनि मलाई नि के बोल्ने कस्तो अकवर्ड लाग्दै आउँछ र त्यही हो आजको फुड चाहिँ हामीले एकदम धेरै इन्जोय गऱ्यौँ अनि त्यही हो आफ्नो भिडियो हेरेर हजुरहरूले इन्जोय गर्नुभयो होला मेबी हाम्रो फर्स्ट भिडियो कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गरिदिनु होला त्यही हो ओके गाइस सी यू इन माई नेक्स्ट भिडियो बाई बाई डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब टु माई च्यानल एन्ड हर च्यानल न्यू भ्यू channel okay bye